हेलो एभ्रिवान, वेलकम एन्ड वेलकम ब्याक टु माई युट्युब च्यानल। हजुर सबैजना सन्चै हुनुहुन्छ होला अनि म पनि एकदम सन्चै छु। हजुरहरूले थम्बनेल हेरेर थाहा पाइसक्नुभयो होला यो चाहिँ मेरो के को भ्लग हो भनेर। यो चाहिँ मेरो छोरी अमायाको बर्थडेको भ्लग हो। यो भ्लग चाहिँ अलि अगाडिकै हो, तर मैले अपलोड गर्दा चाहिँ यो भ्लग अलि ढिलै भइसक्यो किनभने एडिट भोइस ओभर गर्नलाई टाइम नभएर चाहिँ यो भ्लग अपलोड गर्दा चाहिँ अलि ढिलै भयो। मेरो छोरीको चाहिँ 5 इयर्सको बर्थडे थियो। ऊ चाहिँ 5 इयर्स कम्प्लिट भएर 6 इयर्समा लाग्यो अनि मेमोरी हुन्छ भनेर मैले चाहिँ भिडियोहरू लिएको थिएँ। यसपालि चाहिँ अमायाको बर्थडे स्याटरडे नै परेको थियो। उसको जन्मबारकै दिनमा परेको थियो। ऊ स्याटरडे नै जन्मेको थियो र बर्थडे पनि स्याटरडे नै पर्यो। त्यही भएर उसको स्कुलहरू पनि बिदा थियो, त्यसैले स्कुलहरू जान परेन। अनि उसलाई नुहाइदिएर हामीले चाहिँ मन्दिर लग्यौँ। यहाँ सङ्कटामा मन्दिर लगेर बत्तीहरू दियौँ। शनिबार भएर होला सङ्कटा चाहिँ एकदम प्याक थियो, लाइन त बस्ने सम्भव नै थिएन। घरमा आएर पनि फेरि सगुनहरू दिनुपर्ने थियो, त्यही भएर हामी चाहिँ बाहिरबाट बत्तीहरू बाल्दियौँ। अनि त्यसपछि बत्तीहरू बालिसकेपछि एकछिन यताउति घुमेर चाहिँ अनि हामी फर्क्यौँ। समय चाहिँ कति चाँडै बित्दो रहेछ क्या। अस्ति भर्खर जन्मेको जस्तो लाग्थ्यो, कति चाँडै 5 वर्ष पनि बितिसक्यो। अनि अमाया चाहिँ 5 वर्ष पुरा भएर अब 6 वर्ष पनि लागिसक्यो। अनि मलाई चाहिँ सानो बेलाको अमाया चाहिँ कति मिस हुन्छ, कति पुकुले थियो अनि त्यसपछि कति हिस्सी त्यो सानो सानो कुराहरू हुन्छ नि, त्यस्तो कति मिस हुन्छ। अनि कति चाँडै ठुलो भएको जस्तो लाग्छ कहिलेकाहीँ चाहिँ। अनि ठुलो भएपछि चाहिँ कति कुरा जान्ने हुन्छ नि त, उनीहरू आफै कति कुरा बुझ्छ अनि कस्तो कस्तो क्वेसनहरू गरेर हुन्छ मलाई। अनि हो कसरी आएको होला, कसरी जानेको होला जस्तो लाग्छ। त्यही हो, अब बच्चाहरू बढ्दै गइहाल्छ। अनि त्यसपछि हामीले चाहिँ अमायाको बर्थडे चाहिँ यसपालि सानो सेलिब्रेसन मात्रै गर्ने भनेको थियो। अनि उता मम्मीहरूलाई बोलाएर, मम्मी ड्याडीहरूलाई बोलायौँ अनि सानो केक लिएर आएर केक कटिङ गरेर सानो सेलिब्रेसन मात्रै गर्नु पर्ला यसपालि भनेर चाहिँ भनेको थियौँ। अनि यहाँ चाहिँ अमायालाई म चाहिँ सगुन दिँदैछु। बिहान मन्दिर गएर आयौँ, पहिला सुरुमा मन्दिर गएर आएर चाहिँ अनि यहाँ अमायालाई टिका लाएर सगुन दिँदैछु। अनि अमायालाई सगुन दिइसकेपछि चाहिँ म किचनमा व्यस्त भएँ। अनि अब भिडियो लिने अनि पकाउने गर्नलाई चाहिँ अलि अप्ठ्यारै हुन्छ, त्यही भएर मैले पकाएको अर्को चाहिँ केही पनि भिडियो लिइनँ। अनि एक्लै भइसकेपछि त्यही हो क्या, अब यताउति दौडिराख्नुपर्छ। अनि त्यही मिलेको मात्र हल्का हल्का क्लिपहरू लियो, भिडियोहरू बनायो अनि त्यस्तै त्यस्तै हुन्छ होइन। अनि त्यही हो। अनि अमायालाई चाहिँ सगुन दिएँ। अनि सगुन दिँदा दिँदै मेरो बुहारी चाहिँ आइपुगेको थियो ठ्याक्क। अनि त्यसपछि हामी दुईजना भएर चाहिँ सबै खानाहरू बनायौँ। अनि यहाँ चाहिँ मेरो भाइ प्रज्वल चाहिँ एकदम मिस भइरहेछ। अब सबैजना भएको अनि ऊ मात्र नहुँदा चाहिँ को नभए जस्तो भइरहेको थियो। अनि ऊ चाहिँ एकदम मिस भइरहेको थियो। अनि पहिलाको पालि चाहिँ सबै डेकोरेसन चाहिँ मेरो भाइले नै गरेको थियो कि। अनि यो पालि चाहिँ कसले गर्छ भनेर पहिल्यैदेखि मलाई चाहिँ पिर पनि परिरहेको थियो। तर यो सब डेकोरेसन चाहिँ मेरो बुहारी सुरक्षाले गरेको। उसले मजाले डेकोरेसन गर्यो, म त यताउति गएर केही हेर्न पाइनँ। त्यो सब डेकोरेसन चाहिँ अनि उसले गरेको हो। ऊ चाहिँ त्यही काम, मलाई काम सघाउनुपर्छ भनेर बिहान चाँडै नै आएको थियो। अनि मम्मी ड्याडीहरू चाहिँ अलि पछि आउनुभयो। अनि उसले मजाले सबै डेकोरेसनहरू मिलाएर गरेको थियो। बेलुनहरू फुक्दै सबै आफैले गर्यो। अनि यो बिचमा चाहिँ यो खाली त्यो के भन्छ, त्यो बिचमा राख्ने त्यो चाहिँ ल्याउनै छुटेछ क्या। अनि यो बिचमा चाहिँ कस्तो खाली देखिरहेछ। अनि पछि बहिनीलाई अहिले आउँदा लिएर भनेर अनि त्यतिकै गरेर चाहिँ अनि यहाँ मम्मीले चाहिँ सगुन दिन लाग्नुभयो। बच्चाहरूलाई सगुन दिएर सबैलाई टिका लाएर सगुन दिनुभयो।
भनेको अजिलाई अनि यहाँ बहिनी चाहिँ भर्खर आउँदैछ। आज चाहिँ पार्लरमा पनि क्लाइन्टहरू हुनुहुन्थ्यो अनि त्यसपछि बहिनी चाहिँ गएर पार्लर खोलेर अनि कामहरू सकाएर भर्खर आइपुग्यो, साँझतिर आयो। अनि यहाँ चाहिँ स्न्याक्स खाइसकेर अनि गफहरू भइरहेछ। त्यसमा बिस्केटहरु ए खोइ त क्राउनै ला हैन यसरी घुमाए खोइ थ्यांक यू भने भाइलाई चाहिँ थ्यांक यू भन्न माइस
लाग्यो खै के हो यो क्लेले मलाई तिमी यता आऊ न यहाँ आऊ न कसको रे यो कसले दिसेको यो गिफ्ट उयो यसमा थापेर खाऊ त जाऊ बाहिर कसको गिफ्ट रे माया यो कसको गिफ्ट यो आकृतिको हैन वाउ युनिकर्न माइजको राम्रो लाग्यो हेर न त नि फाइभ इयर्सको 5 वटा ल बट्टा चाहिँ नदेखाऊँ देखे अनि यति धेरै गिफ्ट पाएर चाहिँ अमाया चाहिँ एकदम मक्ख थियो अनि त्यसपछि अब यो खेल्ने कुराहरू पाएपछि बच्चाहरू चाहिँ व्यस्त भइहाल्यो अनि केक कट गरिसकेपछि हामीहरूले पनि खानाहरू खायौँ अनि यसै गरी बित्यो अमायाको चाहिँ बर्थडे एकदम सर्ट एन्ड सिम्पल तरिकाले बित्यो यही थियो मेरो चाहिँ आजको भ्लग अमायाको बर्थडे भ्लग थियो यो चाहिँ मेरो आज बच्चाहरूले चाहिँ यहाँ खुब मस्ती गर्यो इन्जोय गर्यो एकदम खुसी भयो बच्चाहरू चाहिँ अनि त्यही हो अब यति भन्दै मेरो चाहिँ आजको भ्लग म चाहिँ यहीँ एन्ड गर्न चाहन्छु हजुरहरूलाई भिडियो कस्तो लाग्यो यदि मेरो भिडियो हजुरहरूलाई मनपर्छ भने भिडियोलाई लाइक गर्नुहोला सेयर गर्नुहोला र मेरो च्यानललाई सब्सक्राइब पनि गर्नुहोला यति भन्दै आजको लागि चाहिँ म बिदा हुन चाहन्छु थ्याङ्क यू फर वाचिङ बाई बाई